भाइ बहिनीहरूलाई फेरि पनि वेलकम मेरो सामाजिक शिक्षाको क्लासमा। अनि अघिल्लो भिडियोमा मैले कसरी म्याप बनाउने भनेर सिकाएको छु है, हेर्नुहोला है। कक्षा 6 देखि 10 कक्षासम्मका भाइ बहिनीहरूलाई आज म फेरि अत्यन्त सिम्पल तरिकाबाट चाहिँ म्यापमा चाहिँ कुन कुन कुरालाई, जस्तै प्राकृतिक मानव निर्मित कुराहरू दिएको हुन्छ, विभिन्न स्थानहरू लोकेट गर भनेर सोधेको हुन्छ प्रश्नले है, कसरी देखाउने, कसरी पर्फेक्ट म्याप बनाउने र अलिकति तपाईँको टिचरको मन जित्ने भन्ने कुरो चाहिँ म आज लिएर आएको छु। अनि भाइ बहिनीहरूले योभन्दा अगाडिको मेरो भिडियोलाई एकचोटि हेर्नु होला, म्याप बनाउन सिक्नु होला र त्यसपछि सिकिसकेपछि म्याप यतिको चाहिँ हुनुपर्छ है। मैले भन्दा राम्रो बनाउनुहुन्छ मलाई आशा छ। मैले एउटा नमुना मात्रै लिएर आएको छु। अनि फर्स्टमा चाहिँ तपाईँले जस्तो कक्षा 6-7 का भाइ बहिनीहरूलाई 5 नम्बरको मात्रै आउँछ म्याप। जस्तो आउटलाइन एउटा ड्र गर होइन, यसको आउटलाइन बनाऊ र कुनै स्थान विशेषहरू 2-3 ठाउँहरू जस्तै महत्त्वपूर्ण हिमालहरू, महत्त्वपूर्ण नदीहरू, तालहरू होइन, मन्दिर, यस्तो एकदमै प्रसिद्ध चिजहरू चाहिँ तपाईँहरूलाई सोध्न सक्छ। विशेष गरी तपाईँको आफ्नो प्रदेशलाई पनि बढी फोकस गर्न सक्छ प्रश्नले। अनि त्यसपछि 8, 9, 10 का भाइ बहिनीहरूलाई त अब यो 9 र 10 मा त यो 7 नम्बरको आउँछ होइन। तपाईँ अझ बढी सजग हुनुपर्नेछ, किनकि म्याप भनेको घोक्नु पर्दैन। तपाईँ एउटा सानो टेक्निकले पनि धेरैभन्दा धेरै मार्क्स चाहिँ पाउन सक्नुहुन्छ। सो आज म तपाईँहरूलाई यो म्यापमा चाहिँ कसरी चाहिँ फिगर राम्रो बनाउने र यसमा कसरी कुन प्रक्रियाले पुरा गर्ने र तपाईँले राम्रो मार्क्स पाउनुहुन्छ भन्ने कुरा चाहिँ म डिस्कस गर्दैछु। ल अब हामीले यो म्याप त बनायौँ होइन। अब म्याप बनाइसके पछाडि तपाईँले म्यापको सबभन्दा माथि चाहिँ यो भागमा एउटा एरो लाइन बनाएर उत्तर अथवा एन, तल्लोपट्टि एस पनि लेख्न सक्नुहुन्छ। यसले म्यापको चाहिँ नि डिरेक्सनलाई बताउँछ, जहिले पनि माथि उत्तर र तल चाहिँ दक्षिण हुन्छ भन्ने कुरा हुन्छ। अनि त्यस्तै गरेर हजुरहरूले चाहिँ सबभन्दा माथि चित्र नेपालको नक्सा भनेर पनि एउटा टाइटल दिनुपर्ने हुन्छ। तपाईँको जस्तो इक्जाममा तपाईँको कापी अब यो हिसाबको कपी छ भने तपाईँले यसलाई यस्तो यो ल्यान्डस्केप फर्ममा चाहिँ यसरी ड्र गर्नु होला र यहाँ माथि चाहिँ नेपालको नक्सा अनि माथिपट्टि चाहिँ नि उत्तर भनेर यो डिरेक्सन देखाइसके पछाडि अनि तपाईँले तलपट्टि स्केल भनेर पनि लेख्नुपर्ने हुन्छ है। खास गरी 1 सेन्टिमिटर बराबर 40 किलोमिटर छ भन्ने हिसाब चाहिँ यहाँ तपाईँले देखाइदिनु पर्ने हुन्छ। त्यसपछि सङ्केत। अब सङ्केत भनेको जस्तै तपाईँलाई म्यापमा के सोध्यो त, सपोज आज कुरा गरौँ नेपालका केही नदीहरूको कुरा गरौँ है त। नदीलाई चाहिँ हजुरको यस्तो खालको सिम्बलले चाहिँ म्यापमा देखाउनु पर्छ। म्यापमा धेरै ठुलो कुरालाई एउटा सानो सङ्केतबाट देखाउने भएको हुनाले म्यापभित्र धेरै अक्षरहरू, नामहरू लेखेर हजुरहरूले फोहोर नगराउनु होला म्यापलाई है। जस्तै अब म हाम्रो राष्ट्रिय गान स्वदेश गानबाटै सुरु गर्छु। मेची र महाकाली, गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली होइन, हाम्रा प्रमुख नदीहरू यो छन् भनेपछि अब तपाईँले गण्डकी, कोशी, गण्डकी भन्न बित्तिकै हो यो नेपालको सबभन्दा यो खोडे भाग छ नि, यो खोडे भाग चितवन हो र चितवनकै छेउमा नारायणी अर्थात् गण्डकी नदी बगेको छ। त्यसैले तपाईँले यसलाई चाहिँ यहाँ गण्डकी हो भनेर यसरी चाहिँ सङ्केत दिन सक्नुहुन्छ। अनि कोशी भनेपछि त्यहाँबाट उता पूर्व जानुस्। कोशीलाई चाहिँ तपाईँले अलिकति यो कोशी ब्यारेज हो, यो अलिकति भित्र पसेको, यहीँनिर चाहिँ हामीले कोशी नदीलाई चाहिँ हामी यसरी लोकेट गर्न सक्छौँ है त। कोशी, अब गण्डकी, कोशी, कर्णाली, कर्णाली जहाँनिर तपाईँको यो अलिकति यो खोडे भएको ठाउँ छ होइन, त्यहाँनिरबाट चाहिँ नि त्योभन्दा अलिकति थोरै अगाडि आएर कर्णाली नदी चाहिँ यसरी यो चाहिँ कर्णाली नदी हो भनेर तपाईँले यसरी देखाइदिनु। मेची र महाकाली, मेची नेपालको पूर्वी सिमाना, मेचीलाई देखाउनलाई केही गर्नु पर्दैन, जस्ट हजुरले यहाँ मेचीले सिमाना छुट्याइदिएको छ अनि यतापट्टि महाकालीले पनि हाम्रो सिमाना छुट्याइदिएको छ है। अब तपाईँले यसरी लेख्दाखेरि तपाईँलाई परीक्षामा चाहिँ एउटा नदी यस्तै सोध्छ, कहिलेकाहीँ 2-3 नदी सोध्यो भने पनि हजुरले डिफ्रेन्ट कलरबाट चाहिँ यो सिम्बल बनाउनुहोस् र त्यही कलरको चाहिँ यहाँ यसरी सिम्बल बनाएर नाम लेख्नु भयो भने तपाईँको टिचर एकदमै इम्प्रेसिभ हुनुहुन्छ है। अब होइन एउटा मात्रै नदी देखाउनु भनेछ, अरू देखाउनु चाहिँ एउटा नदीको सिम्बल बनाइदिनुहोस्, तल सङ्केतको तलपट्टि चाहिँ सङ्केतमा चाहिँ त्यो नदीको नाम पनि हजुरले मेन्सन गरिदिनु होला। ओके,
ल अब आउनुहोस्, अब हिमालको कुरा गरौँ है त। हिमाल पनि अब मैले भाइ बहिनीहरूलाई 4-5 वटा महत्त्वपूर्ण हिमालहरू, म्याक्सिमम् सोधिने हिमालहरूको कुरा गर्छु। अब सबभन्दा पहिला कञ्चनजङ्घाको कुरा गरौँ। कञ्चनजङ्घा चाहिँ हाम्रो यो लास्ट के होइन, पूर्वको उत्तर पूर्वी भागको चाहिँ एकदम टपमा छ कञ्चनजङ्घा। त्यसपछि यहाँको थोरै उठेको भाग चाहिँ यो सगरमाथा हो है, सगरमाथा हो। अनि यहाँनिर चाहिँ तपाईँले मनासलु बनाउन सक्नुहुन्छ। अनि यो अग्लो चाहिँ नि मुस्ताङ हिमाल हो भने त्यसैको छेउमा चाहिँ नि अब यसलाई तपाईँले मुस्ताङ देखाउनु भयो भने यसलाई चाहिँ नजिकै फेरि अर्को मनाङ, मनाङ हिमाल चाहिँ यसरी देखाइदिनु होला। यो अप्पी हिमालको यो हो होइन, यो चाहिँ नि तपाईँको यो अप्पी हिमाल हो। अनि यहाँनिर चाहिँ हजुरले धौलागिरी देखाइदिन सक्नुहुन्छ होइन। अनि माछापुच्छ्रे हिमाल देखाउनु भनेर सोध्यो भने ठ्याक्कै यो जहाँ अघि हामीले यो गण्डकी नदी बनाएको थियौँ नि, गण्डकीको माथि अब यहाँनिर चाहिँ पोखराको फेवाताल छ भने त्यहाँ माथि चाहिँ हाम्रो माछापुच्छ्रे हिमाल छ। यसरी अलिकति मोटामोटी ठाउँ अनुसारको चाहिँ हजुरले बुझ्नुपर्ने हुन्छ। लामटाङ हिमाल हिमाल यतापट्टि छ होइन। त्यो मोटामोटी कुन ठाउँमा के छ भन्ने कुरो चाहिँ नि हजुरहरूले बिस्तारै याद गर्नुपर्ने छ। म्यापमा जस्तो एटलस बुकमा चाहिँ हजुरहरूले पढेर थाहा पाउनुपर्छ है त। अब मैले अघि नै भने नि, कर्णाली नदी उता कोसीतिर बनाउनु त भएन होइन। अब त्यस्तै अब तपाईँले यता सङ्केतमा यसरी म्यापको चित्र बनाउनुहोस् र त्यसपछि यो हिमालको अब कुन कुन चाहिँ हिमाल तपाईँलाई प्रश्नले सोधेछ त्यसको चाहिँ नाम लेखिदिनुहोस्। सपोज अहिले हामीले त यो मैले हजुरलाई लोकेट मात्रै गरेँ। सपोज तपाईँलाई प्रश्नमा एउटा सगरमाथा र कञ्चनजङ्घा देखाउन भनेछ भने यहाँ तपाईँले यसरी चाहिँ जस्तै कञ्चनजङ्घा पनि मेटाइदिनु, सगरमाथा देखाऊ भनेर भनेरहेछ भने अब यहाँ चाहिँ तपाईँले के लेख्नु पर्यो त भन्दाखेरि सगरमाथा होइन, सगरमाथा। अनि सपोज तपाईँको प्रश्नले चाहिँ नि अब यहाँ कोशी नदी देखाउ रहेछ भनेरहेछ भने अब यो हामीले अरू देखाउनु परेन होइन। कोशी नदी देखाऊ मात्रै भनेको रहेछ भने अब यहाँनिर हजुरले कोशी होइन भनेर यसरी नाम लेखिदिनु होला है त। त्यस्तै गरेर अब तालको कुरा आउनसक्छ। तालको कुरा आयो भने अब हाम्रो प्रसिद्ध तालहरू अब फेवाताले चितवनकै माथि यतापट्टि तपाईँले यो फेवातालको सिम्बल बनाउन सक्नुहुन्छ होइन। फोक्सुन्डो ताल यतापट्टि छ माथि डोल्पातिर छ होइन। अझै माथि बनाउनुहोस्, खासै नाप्नु चाहिँ पर्दैन है, अन्दाज्याउनु। त्यसपछि तिलिचो मुगु बनाउनुहोस् होइन होइन। अनि त्यस्तै गरेर अब यो फेवाताल भयो। अब यस्ता तालहरू चाहिँ तपाईँले यहाँ सिम्बल बनाएर अब जस्तै फेवा होइन भनेर तपाईँले चाहिँ लेख्न सक्नुहुन्छ है। अनि त्यस्तै गरेर अब कहिलेकाहीँ साना नदीहरू पनि सोधेको हुन्छ। जस्तै तिनाउ नदी देखाऊ भन्यो भने अब बुटोल तपाईँलाई थाहा हुनु पऱ्यो। चितवनको यो खोडे भएको अलि अगाडिपट्टि बुटोल हो, त्यो बुटोलमा तिनाउ छ। बागमती नदी देखाउन भन्नु बित्तिकै तपाईँले काठमाडौँ चिन्नु पऱ्यो क्या। काठमाडौँ चिनेपछि त्यही काठमाडौँ जहाँनिर हो त्यहीँनिर तपाईँले त्यो बागमतीको चाहिँ सिम्बल बनाइदिनु पऱ्यो क्या है भाइ बहिनीहरू। अनि त्यस्तै गरेर अब मन्दिरकै कुरा गरौँ। अब मन्दिरको कुरा गर्दाखेरि तपाईँलाई अब मुक्तिनाथ मन्दिर देखाउनुहोस् भनेर भन्ला होइन। अब मनाङ मुस्ताङपट्टि चाहिँ नि यो हिमालपट्टि माथि गराउनु पर्यो होइन। त्यस्तै गरेर पशुपतिनाथ देखाउनु भन्ला अब काठमाडौँमा चाहिँ देखाउनु पर्यो। काठमाडौँ जहाँ छ, जहाँ तपाईँले अघि बागमती नदी सम्झिनु भयो त्यही चाहिँ पशुपतिनाथको मन्दिर सम्झिनुहोस् होइन। अनि त्यस्तै गरेर अब राष्ट्रिय निकुञ्ज भनेर भन्ला होइन। राष्ट्रिय निकुञ्जको सिम्बल चाहिँ यस्तो अलिकति घाँस उम्रे जस्तो बनाइदिनुपर्छ। अब राष्ट्रिय निकुञ्जमा अब मेन हजुरको यहाँनिर चितवन राष्ट्रिय निकुञ्ज आयो भने यतिलाई घेरिदिनुहोस् होइन, रुख रुख गराइदिनुहोस् यहाँनिर, अथवा ग्रिन कलरको चाहिँ घाँस जस्तो गराइदिनु। अब चितवन राष्ट्रिय निकुञ्ज भन्यो भने त्यो भयो। सगरमाथा राष्ट्रिय निकुञ्ज भन्यो भने सगरमाथापट्टि तपाईँ जानु पर्यो। बाँके बर्दिया राष्ट्रिय निकुञ्ज छ भने यता पश्चिम आउनु पर्यो तपाईँ होइन। कहिलेकाहीँ तपाईँको प्रश्नले जस्तै चिया उत्पादन हुने क्षेत्र देखाउनुहोस् भनेर सोध्छ। चिया भन्नु त्यो ठक्क इलाम सम्झिनुहोस् के, नेपालको सबभन्दा पल्लो छेउ इलाम सम्झिनु। होइन, झापाभन्दा माथि झापामा पनि अलिअलि हुन्छ।
इलाम 5 थरलाई सम्झिनु, यहाँ चाहिँ नि कफी के अरे चिया हुन्छ। त्यस्तै कफी भनेर कफी खेती गर्ने ठाउँ देखाउनु भनेर तपाईँलाई सोध्यो भने कफी भन्ने बित्तिकै गुल्मीमा हुन्छ। यो एउटा सामान्य ज्ञान हजुरमा हुनु जरुरी छ है। गुल्मी भनेको ठ्याक्कै यो चितवन भयो, चितवनको यता बुटोल भयो, बुटोलको माथि यहाँनिर पाल्पा भयो, पाल्पाको थोरै माथि चाहिँ गुल्मी भयो भनेपछि तपाईँले यो ठाउँलाई चाहिँ नि कफी खेती भनेर देखाउन सक्नुहुन्छ है त भाइ बहिनीहरू। अब मैले हजुरहरूलाई के भने ओभरअलमा भने म्यापभित्र धेरै नामहरू लेखेर फोहोर नगर्नुहोस्, सङ्केतले देखाउनुहोस्, तल सङ्केत सूचीमा त्यो के हो त्यही अनुसारको नाम लेखिदिनुहोस्, स्केल लेखिदिनुहोस्, अनि डिरेक्सन बताइदिनुहोस्, अनि नेपालको नक्सा भनिदिनुहोस्। नक्सामा अनावश्यक एकदमै डार्क कलरहरू लगाउनु जरुरी छैन, नक्सामा धेरै चम्किला कलर प्रयोग गर्नु जरुरी पनि छैन। एकदम सर्फेसली एक एकवटा चिजहरू देखाउनु भनेको छ भने मजाले पेन्सिल मात्रै युज गर्दा पनि हुन्छ। र कहिलेकाहीँ एकभन्दा बढी जस्तै नदीमा पनि 2-3वटा नदी, हिमालमा पनि 2-4वटा हिमाल भन्यो भने डिफ्रेन्ट कलरले सिम्बल बनाइदिनु भयो भने तपाईँको म्याप अझ एट्र्याक्टिभ हुन्छ र तपाईँको चाहिँ नि एक्जामिनरले चाहिँ तपाईँलाई चाहिँ राम्रो मार्क दिन सक्नुहुन्छ। र धन्यवाद भाइ बहिनी।